मानिसको यो सामाजिक जीवनमा हरेकसँग हरेक प्रकारका सम्बन्धहरू देखिन्छन्। सम्बन्धहरू गाँसेको, सम्बन्धहरू टुटेको पनि देखिन्छ। कुनै पुराना सम्बन्ध टुट्छन्, कुनै नयाँ सम्बन्ध गाँसिन्छन्। मलाई लाग्छ सम्बन्ध त खास गरेर बिरुवा जस्तै हुँदो रहेछ। यद्यपि हामीले त्यसलाई जोगाउनुको लागि जोगाउनुपर्छ भन्ने मान्यता दिएर, मान्यता राखेर धेरै मलजल गऱ्यौँ भने पनि त्यो कुहिएर जान सक्ने सम्भावना। यद्यपि हामीले उसलाई सही समयमा सही तरिकाले मलजल गर्न सकेनौँ भने पनि सुकेर जाने सम्भावना। त्यसैले मेरो विचारमा त अहिलेको आजको युगको मानिसको सम्बन्ध पनि यस्तै रहेछ। जसले त्यसलाई सही तरिकाले प्रयोग गर्न सक्यो, जान्यो, बुझ्यो, त्यसको सम्बन्ध रह्यो। जसले हदभन्दा बढी माया मोह स्नेह सम्बन्ध गाँस्यो त्यो कुहिएर पनि जाँदो रहेछ। अलिकता केयरलेस भयो, आफूलाई महत्त्वाकांक्षी राख्यो, सुकेर जाने। अलिकता बढ्ता हेज गर्यो, बढ्ता माया गर्यो, बढ्ता उसप्रति ओतप्रोत भयो, त्यो कुहिएर जाने। त्यसैले मेरो विचारमा त आजको युगको मानिसको सम्बन्ध बिरुवा र मानिसको सम्बन्ध जस्तो हुन्छ त्यस्तै लाग्यो। हजुरहरूलाई कस्तो लाग्छ कृपया आफ्नो विचार आफ्नो कमेन्ट मार्फत व्यक्त गरिदिनु न। अनुरोध गर्दछु। कमेन्ट गर्नलाई कुनै हिचकिचाट मान्नु हुँदैन। कमेन्ट गरेर आकाश खस्ने र धरती धस्ने पनि होइन, घाटा र नोक्सान हुने पनि होइन है। त्यसैले यहाँहरूलाई मैले यही अनुरोध गरेँ। कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने चाहिँ व्याख्या विश्लेषण विमर्श गर्ने आफ्नो तरिका हुन्छ, आफ्नै शैली हुन्छ। त्यसैले केही अप्ठ्यारो मान्नु पर्दैन। मेरा सम्पूर्ण आदरणीय दर्शक श्रोताहरूले हेर्नुहोला, चित्त बुझ्छ बुझ्दैन जस्तो लाग्छ त्यस्तै आफ्नो विचार कमेन्ट मार्फत व्यक्त गरिदिनु होला।